परमेश्वरले चाहिँ यसरी भन्नुहुन्छ, तँ संसारको कुना कुनामा जा, तँलाई पनि म तँलाई कहिले पनि छोड्ने छैन। अनि हामी कतिपल्ट चाहिँ हामीले प्रार्थना परमेश्वरले सुनिदिनु भएन, परमेश्वरले मलाई छोड्नु भयो, परमेश्वरले मलाई प्रेम गर्नुहुन्न, परमेश्वरले मलाई साथ दिनु भएन, यो कुराहरू हाम्रो माइन्डमा आउँछ। तर परमेश्वरले वास्तवमा हामीलाई कहिले पनि छोड्नु भएको हुन्न रहेछ, कहिले पनि छोड्नु भएको। मैले पनि त्यसरी एकचोटि मैले पनि त्यस्तै मलाई पनि लाग्थ्यो, अनि मैले परमेश्वरलाई प्रार्थना गर्दै थिएँ। अनि त्यति बेला जब परमेश्वरले मलाई एउटा प्रकाश दिनुभयो नि, अनि यस्तो प्रकाश दिनुभयो, अनि त्यति बेला मैले थाहा पाएँ परमेश्वरको प्रेम चाहिँ कस्तो रहेछ भने एउटा ढुङ्गा अनि माटो जस्तो रहेछ। ढुङ्गा र माटो कहिले पनि एक आपसमा छुट्टिएर रहँदैन। त्यस्तै परमेश्वरले पनि हामीलाई कहिले पनि छोड्नुहुन्न। अनि परमेश्वरको प्रेम परमेश्वरसँग हामी कहिले पनि छुटिँदैन रहेछौँ। परमेश्वरले त्यस्तो हामीलाई पक्रेर राख्नुभएको रहेछ। जसरी ढुङ्गालाई माटोले पक्रेको हुन्छ नि, त्यसरी नै परमेश्वरले हामीलाई पक्रेर राख्नुभएको हुँदो रहेछ। कतिपल्ट हाम्रो माइन्ड, हाम्रो विचारले गर्दाखेरि हामी त्यस्तो हुँदो रहेछ, तर होइन, वास्तवमा होइन रहेछ। तर ख्रिस्टले हामीलाई सदा सर्वदा समातिराख्नु भएको हुँदो रहेछ। आमेन। जसरी माटो र ढुङ्गा छुट्दैन नि, त्यसरी नै परमेश्वर र हामी पनि छुट्न सक्दैनौँ। परमेश्वरको कृपा बिना हामी रहन सक्दैनौँ। परमेश्वर र हाम्रो सम्बन्ध चाहिँ ढुङ्गा र माटोको सम्बन्ध जो एक अर्का बिना अधुरो छ। ख्रिस्टले हामीलाई प्रेम गर्नुहुन्छ।